हेलो गाइज, आज हामी बिहानी सहरमा छौँ। हाम्रो यस्तै भिडियो हेर्नको लागि हजुरहरूले हाम्रो युट्युब आइडीलाई सब्सक्राइब लाइक सेयर गर्नुपर्ने हुन्छ। हजुरहरूले हामीलाई यस्तै भिडियो देखाउँछौँ। हामी कहिलेकाहीँ नयाँ ठाउँमा गएपछि यस्तो भिडियो बनाइहाल्छौँ। त्यही भएर दिनमा 1-1.5 घन्टा हामीले स्वास्थ्यको लागि छुट्याउने गरेका छौँ। अहिले केही समय पछिल्लो समयमा हामी आज यो कहाँबाट यो धनगढीको महानगरले वडा नम्बर 7 हो। हामीसँग राम कुटमाल हुनुहुन्छ अनि म त आइरहेको छु, तर यस्तो ठाउँ त ठाउँको थाहा छैन। यहाँ जाउँ न, ग्राउन्डमा जाउँ। ल जाउँ भाइ। हामीलाई मास्टरको कमी थियो क्या, त्यो मास्टर आइदिएन यार। त्यो मास्टरले आएपछि राम्रो हुन्थ्यो। ए जुत्ता गइहाल्यो यार, हत्तेरी यार। पुरै गयो यार माटोमा। फेरि पनि हाम्रो भ्लगमा तपाईहरुलाई स्वागत छ। हामी चाहिँ आज यस्तो ग्राउन्डमा आइसकेका छौँ। अब हाम्रो चाहिँ केही समयपछि हामी यहाँ फुटबल खेल्नेवाला छौँ। हाम्रो यो ग्राउन्ड सायद स्थायी रूपमा कायम हुनेवाला छ, तर हाम्रो टोल नजिक यस्तो भइदिएन नि। तर जुत्ता निकाल्नु यस्तोमा हिँड्न सजिलो हुन्छ, थाहा छ कि नि? सजिलो भन्दा पनि स्वास्थ्यले झन् राम्रो, प्रेसर सब कन्ट्रोल हुन्छ यसमा। 1-2 राउन्ड हान्नु न। ल है गाइज, हामी वडा नम्बर 7 को वडा कार्यालयको यता साइडनेर ग्राउन्डमा छौँ। त्यही भएर चाहिँ कति जति सकिन्छ त यसमा यार? पुगिन्न? काना चढेर जाऊ यार। चिफल किन्छ न बाबा। केटाहरू यस्तो गरिरहेछन्। अब नपुगेर तनाव यार। छोटो हुनुको बेफाइदा यही त हो। यो भिडियो युट्युबमा हेर। यस्तो छ केटाहरूको हालत। ठिकै छ, हामी चाहिँ ल उठा यो त ऊ हो क्या, फुटबलको कोर्ट होइन र? खुट्टा दुख्न लाग्यो यार। यति उ गरे नि हुन्छ नि हैन, अलि उफ्रायो भने किपर ल्याउ त भाइ। यो भिडियोमा तिमी बोल, म सक्छु कि? म त झन् काट्छु यतिको जम्मै हुनु। ल चान्सै भएन। क्या दुगो सही छ नि? ल ल ल ल उता साइड के हो यो?